2082 को है दशैंको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु हैन। हाम्रो चाहिँ घरमा यहाँ टीका सुरु भइसकेको छ। अब टीका लगाइसकेको छौँ हामीले चाहिँ हैन। अनि आजको चाहिँ मेरो ड्रेस हजुर यो साडी हेर्नुस् न, यो कलर कस्तो मन परेको मलाई चाहिँ हैन। यो साडी छ अनि हामीले यहाँ लगाइसक्यौँ है। बुढा लगाइसकिदिनु भयो परेश र मलाई हैन। अब हामी कहाँ जाने? मामा पापा घर जाने, कृष्ण दाई घर जाने, ठुलो ड्याडी हैन परेश सब ठुलो ड्याडी स्वस्तिका जाने, आफन्ततिर जाने है। छुकीका ओके नमस्ते गर्दै सर। अब हामी चाहिँ माइत घरतिर लाग्यौँ अनि माइत घर हुँदै अब आफन्ततिर जानुपर्छ है त हजुरहरूले। यहाँ हेर्नुहोस् हामी कहाँ आइपुग्यो? लिन मा पापा घर गयो। कोसली बोकेर कहाँ गएको? कोसली बोकेर आउनु भएन रहेछ। हामी एक ढुला आएको थियौँ होला कि पोहोर त। हेर्नुहोस् है हजुर बुढो काट्नु आएको अरे कुम्लो बोकेर कोसली बोकेर होइन। लिनु त भिडियो गर्दै आउँदैछु म। ल हेलो एभ्रिवान, ल ह्याप्पी दसैँ। ए भर्खर ल सेवारो ल ह्याप्पी दसैँ नमस्ते। ए यता भर्खर रेडी हुँदैछ। कहिले हो? जमरा हामीले आशीर्वाद पापाले लुङ्गी दसैँको टिका सुरु भयो है। लु हेलो यो त क्यामेराम्यान जाउँ न उता पर जाउँ न त। यता अगाडि आउँछ नि क्या आउँछ त। ढोकी 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 गर्नु ढोकी गर्नुहोस् न। ढोकी गर्यो कपाललाई ढोकी गर। सुतेर गर गर त्यसरी नि ढोका खुट्टा खुट्टा मैले परेको कुरो अलिक खुट्टा फर्स्ट भारी ढोको अलग उठा सेवारो सेगाउने। लु उठी गर लु कोक्ला गर। यसपालिको बडा दसैँ हामी यसरी मनाइरहेछौँ यहाँनिर। ल है ल सबैलाई दसैँको शुभकामना। ए यो किन हो मलाई त नचिनेर। ए अङ्कल इमान हेलो। हाम्रो महेश पस्नेरजी आउनु। हेलो हेलो हाम्रो जेन्जी पुस्ताहरू नै आइसके। हाम्रो जेन्जी पुस्ताहरू खाऊ 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 आम्मा गर। रास कुना खायो त्यही भएर मलाई थाहै छैन देखेको थिइनँ। पुन्टे पल्लु
के टिका लायो परेश जम्लो टी गरेको ल ह्याप्पी दसैँ एभ्रीवान ह्याप्पी दसैँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ ल हाम्रो सुरु भयो तास खेल्ने हाम्रो सितन यहाँ राख्नु नि यहाँ चाहिँ जसको ठुलो छ त्यसैले खाने हैन ए ल हाम्रो सुरु भयो है अलिअलि फोनको लागि मात्र है खास जुवार तास नखेल्नु कसै पनि यो चाहिँ फोन हो जुवा तासहरू यो खाने कामै नगर्नुहोस् है यी यस्तरी सलाडहरू खानुहोस् ल छोड्नु हुँदैन होइन सिसीले पैसा गनिरहेको छु पुरा कति आयो मेरो पनि लाग्यो है एक मात्रै हो नि अनि हामी यहाँ घरमा आएर फेरि तास खेल्नु सुरु गर्यौँ परेश त्यहाँ बसिरहेछ कुपलाई चटपटे परेन चटपटे दसैँको रमाइलो पैसा गयो लु दुईजना पाउँछ कम्पिटिसन कसले जित्छ है पैसा यति धेरै छ यहाँ होइन पापाले पैसा सोध्नु भयो उता त पैसा सोध्नु भयो पापाले फेरि हामी अब उता गएको दिमाको घर गएको टिका लाउनु टिका अझै सक्यो होइन है अझै छ होइन बुढो मेरो त अब सक्यो बेलुकी आज छ त भोलि अझै एक दिन परेश ल परेश सेकेन्ड डे हो दसैँ पहिला वान डेमै सकिन्थ्यो अब सेकेन्ड डे अब भोलि थर्ड Hello guys. आज चाहिँ कुन हो पहिलो दोस्रो तेस्रो थर्ड डे हो है टिका लगाएको हामीले यहाँ पनि ढाँसिरहेको नि त्यहाँ आमामा यहाँ हेर्नुहोस् भोजन होइन चिची तरकारी दाल अचार नान यहाँ हेर्नुहोस् पर्सिको नान आउँछ है यो चाहिँ यसपालिको लास्ट दसैँको भोजन माइजहरू घरमा थ्याङ्क यू माइजू फर दिस के भन्ने टेस्टी मिल व्यञ्जन थ्याङ्क यू